Nossa. नेपाल भाषा अवधि चाहिँ नेपालबाट हुन्छ मुना हाम्रो बहिनीहरू यो सबै तोकिया छ 18 छ अलिकति चाहिँ हाम्रो संसदमा के भिड छ के भन्छ अब अरू टेलिभिजनहरूले मिडियाले त अब बिट नै छोडिसकेको अवस्था छ हाम्रो सब बिट चाहिँ छ अलिअलि धीरे 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 रहेको अवस्था छ बिट छ बिट अनुसार संसद चाहिँ ओभरअल फेरि सबै भएर संसद चाहिँ हामी अलिक बढी संसदमा चाहिँ बढी हेर्थ्यौँ पहिले होइन संसदको अभ्यास चाहिँ हाम्रो त सुरुदेखि नै हेर्नु अड टाइम हुन्छ नि अड टाइम बिहानको सिफ्ट र रातको सिफ्ट चाहिँ हामीले 6 घन्टा गरेर छ यहाँ पो रमाइलो यो सेवा चाहिँ हामीले आउटसोर्सिङ चलाएको हामीले 4-5 वटा दियौँ अहिले अब यसलाई डिजिटलाइज गर्नु डिजिटलाइज गर्नु सुरुको अझ यो सुरुमा यो क्यासेट प्लेयर होइन जस्तै अडियोमा राख्ने यत्रो गोलो होइन यत्रो चिप जस्तो हुन्छ कि त्यो चाहिँ अलमोस्ट सबै हिस्ट्री बनिसकेछ यो VHS हो सुरुमा चाहिँ यो 48 सालतिर थियो फ्ल्यासब्याकमा जान्छ 32 सालमा आएको यो त पहिला हामीभन्दा पहिला हो 50 वर्ष भयो यहाँ आएको हामी काठमाडौँ बल्ल बल्ल अलिअलि पैसा जम्मा गरेर किनेको योभन्दा त अझ पछि आएको यो हाम्रो बुवाहरूको जेनेरेसन यो रेकर्डरको जेनेरेसन भयो पेजर पनि राख्यो पेजर होइन मैले नि पेजर एकछिन फ्याक्सको जेनेरेसन यिनीहरू त्यो जेनेरेसन पनि नेपाली मिडियाको हिस्ट्रीमा लाइक 80% इतिहाससँग चाहिँ हामी पनि साक्षात्कार रहेछौँ अनि यो चाहिँ डाटा रिसिभर हो अब अहिले नै वायर आयो अहिले इन्टरनेट आयो पहिला त के छ भने एपीको न्युज दिनु पऱ्यो एफको न्युज दिनु पऱ्यो काट्ने उनीहरूले पठाउँथे यो डाटा रिसिभर हो यो चाहिँ फोटो डिसमिनेसन हो त्यो फ्याक्सले न्युज पठाए जस्तै यसले फोटो त्यो हाम्रो पहिला रिल धुनी प्रोसेस हुन्थ्यो नि छ रिल छ त्यहाँ होइन कालो रुममा डार्क रुममा लगेर फोटो धुलाउने स्थानमा बसिदिनु अनुमति चाहन्छु।
माननीय मन्त्रीजीको समय अत्यन्त छोटो भएको हुनाले बनाउने सञ्जालमा पनि उठेका छौँ। सङ्कलन तथा सम्प्रेषण गर्ने राजस्वको सहित 167 दरबन्दी र गाडीको दरबन्दीले हामीलाई काम गर्दा निश्चय पनि साथीहरू औरात खर्दै पनि हामीले दरबन्दी बढाउनु पर्ने माग गर्दै आएकोमा अलिकति दरबन्दी थपियो भने समाचार हामीले पस्कने गरेका थियौँ र पछिल्लो चाहिँ हामी प्रबन्धक र 4 जना बोर्ड सदस्य सहित 6 एउटा भव्य सभ्य रूपमा र धार्मिक रहित बनाउने अभियानमा राजस्व लागेको छ। उहाँ त स्थायी राज्य 6 महिना त्यसैले सचिवजीले मौन गर्नुभएपछि